सामान ल्याउँदै भरे म काट्छु। यसलाई चाहिँ हाम्रो इन सापर्ट भन्छ। यो चाहिँ अब हाम्रो यो क्लच बक्सको भित्र जान्छ यो सापर्ट चाहिँ, अनि यो सापर्ट हाम्रो यता भित्र बसेको हुन्छ। यो इन सापर्टमा चाहिँ हाम्रो जुन यो हुन्छ यो सापर्ट लागेको हुन्छ। यहाँनिर चाहिँ हामीले वासर हालिराख्नु पर्दैन। यसमा चाहिँ जुन जिरा लक भन्ने हुन्छ, जिरा लक हालिसकेको हुन्छ। त्यसैले हामीले चाहिँ यसमा वासरहरू हाल्नु पर्दैन। हेर्नु यो खालको लाग्छ हाम्रोमा चाहिँ, यो यसरी लाग्छ। यसरी लागेपछि यसरी गर्दाखेरि फ्री हुन्छ र यसरी गर्दाखेरि लक हुन्छ। त्यसपछि हामीले चाहिँ यो सानो वासर हुन्छ, यो सानो वासर चाहिँ हामीले यहाँ यसरी लाउनुपर्छ। यो लगाएन भने चाहिँ जुन तपाईँको हुन्छ नि यो यसरी भित्र जाने हुन्छ, भित्र चाहिँ जानु हुँदैन क्या पुरै हाम्रो। त्यसैले यसले गर्दाखेरि चाहिँ हाम्रो यो सपोर्ट गर्छ। अनि यो यहीँनिर मात्रै घुम्नुपर्छ। यो चाहिँ अप डाउन हुनुपर्छ हो। त्यसले गर्दाखेरि यो चाहिँ यहाँ लाग्छ। अनि यो बुस्ट चाहिँ तपाईँले सुरुमै हाल्दा पनि हुन्छ, अनि बादमा अथवा यसरी हाल्दाखेरि पनि हुन्छ है त। यसरी हाल्ने, त्यस पछाडि यहाँ फेरि अझै एउटा वासर लाग्छ। यो चाहिँ इन सापर्ट भन्छ यसलाई चाहिँ।